हेलो गाइज टु वेलकम माई भ्लग न्यू डे न्यू फाइभ आज म एक्चुअली भन्नुपर्दा चाहिँ म आज रोमानियामा शेर्पा कितुक रोमानियाले अर्गनाइजेसन गरेको एउटा ग्याल्पो लोसारको प्रोग्राममा म जाँदैछु। सो त्यसैले म तपाईँहरूलाई यहाँको फाइब्स अनि यहाँको भिडियो अनि यहाँको जुन चाहिँ हाम्रो एउटा हुन्छ नि त हिमालयन भेगमा बस्नुहुने शेर्पा अथवा टिप्टेनहरूले चाहिँ यो विशेषता ग्याल्पो लोसार मनाउनुहुन्छ। सो त्यसैले हामीले पनि त एउटा तामाङले सोनाम लोसार मनाउँछ भने उनीहरूको पनि आफ्नै वेशभूषा हुन्छ। सो त्यसैले म पनि त आज ग्याल्पो लोसार मनाउन एकदम मनबाट इच्छुक भएर म जाँदैछु। त्यहाँको के छ, त्यहाँको भाइब्स के छ म तपाईँहरूलाई एकदम सबै देखाउनेछु। सो द्याट्स वाइ ओके पुरा रेडी हुनुको लागि अनि जुत्ता सुत्ता लगाएँ होइन। म चाहिँ बसबाट झरेँ अनि त्यसपछि ठ्याक्कै अब लगभग प्रोग्राम गरेको हल अथवा रेस्टुरेन्टको स्वागत गर्ने क्रममा छौं। नेपाल तामाङ गेदुङ रोमानियाका सम्पूर्ण छौं। कृपया जोरदार ताली उहाँहरूको लागि आजको यस कार्यक्रमका सुगन्ध थप्नका लागि नेपाल तामाङ गेदुङ रोमानियाका सम्पूर्ण प्रतिनिधि साथीहरू यस कार्यक्रम स्थलमा हिमल बुढी महिरले डाँपेट झरीको नामैले तालैमा राम्रो यो डम्फुको डाँपेट झरीले नाचेको डम्फुको दलमा नर्दै गाउँदै माया र पिरती गाँसेको डम्फुको दलमा डम्फु त बज्दै नाच्छौ न झिल्के तामाङ सेलोमा नाच्छौ डम्फु त बज्दै नाच्छौ न झिल्के तामाङ सेलोमा नाच्छौ कम्बर मर्गै झुलर थमथमी झिल्के। यहाँ यस कार्यक्रममा उपस्थित भएर हामीलाई एकदमै खुसीको माहौल थपेको छ। रक्षा गर हामी सबैलाई, रक्षा गर हामी सबैलाई। जोडलाई नमस्कार जेदौ सेमी नेपाल तासिदेले सबैजनालाई नेपाल मगर सङ्घ रोमानियाको तर्फबाट यहाँहरूको निम्तो स्वीकारेर हामी यहाँहरूको यस कार्यक्रममा उपस्थित भइसकेका छौँ। आशा छ आज एकदमै भव्य र सभ्य रमाइलो हुनेछ भन्ने कुरामा अनि यहाँहरूलाई सबैजनालाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र नेपाल मगर सङ्घ रोमानियाको तर्फबाट ग्याल्पो लोसारको धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छु। आसन ग्रहण गरिदिनु हुन माछापुच्छ्रे रेस्टुरेन्ट एन्ड बारका प्रोपाइटर नेपाल मगर समाज रोमानियाका अध्यक्ष श्री गोमादेवी थापा मगरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
कृपया उहाँको लागि पनि जोरदार ताली। सांस्कृतिक प्रस्तुति लिएर यस कार्यक्रम स्थलमा उपस्थित भइसक्नु भएको छ। तपाईँ सम्पूर्ण किराँत समावेशी समाजका प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत व्यक्त गर्दै ग्याल्बो लोसारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै कार्यक्रममा सुनमा सुगन्ध थपिएको जस्तो लाग्यो है। धेरै धेरै धन्यवाद। कृपया जोरदार ताली उहाँहरूको लागि। सेवाहरू तपाईहरु आफ्नो स्थानमा बसिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
अध्यक्ष श्री कुसाङ लामाज्यूलाई लगायत सञ्चारकर्मीमित्रज्यूहरू र विभिन्न कार्यक्षेत्रमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र नेपाल तामाङ गेलुङको तर्फबाट ग्याल्बो लोछर 52औं ग्याल्बो लोछरको शुभकामना दिन चाहन्छु। शेर्पा किदुक रोमानियालाई चाहिँ मेरो तर्फबाट धन्यवाद दिँदै मेरो 2 शब्द त्यही गर्न चाहन्छु। धन्यवाद। उहाँको आफ्नो नृत्य प्रस्तुत गर्न सक्नुहुनेछ। त्यसपछि हामी अर्को समय तपाईको लागि दिनको लागि हामी तयार हुने छैनौँ, किनभने हामीसँग अरू पनि धेरै सांगीतिक कौशलहरू यहाँहरू माझ राख्नुपर्ने हुनेछ। हाम्रो कलाकार दासोनी शेर्पा आउँदै हुनुहुन्छ, उहाँको लागि जोरदार ताली। Mr. President, and thank you everyone for accepting us with you. Happy Losa. स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी स्मिथ एन्ड स्मिथ मनी ट्रान्सफरका बजार प्रतिनिधि अनुसार हाम्रा आजका यस कार्यक्रमका अतिथि महानुभावज्यूहरूलाई हृदयदेखि हार्दिक हार्दिक धन्यवाद। र यस हाम्रो पाहुना भनेको हाम्रो कार्यक्रमको एउटा सुनमा सुगन्ध, एउटा जस्तै बगैँचामा र सुक्खा छाउनेछ भन्नेमा हामीले आशा लिएको छु। र कार्यक्रम अथवा जुनसुकै काम कुराहरू गर्दा पनि एउटाले मात्र गर्दाखेरि त्यहाँ निकै नै कठिनाइहरू हुन्छ। हामी सबैजना समाजमा मिलेर गर्नुहोस् या जुनसुकै कुराहरू होस् त्यो अवश्य सफल हुँदो रहेछ, जसका लागि हामीले यो ग्याल्पो लोसार आयोजना गरौँ। यसरी प्रवासमा आएर पनि विभिन्न हामीले आफ्नो संस्कृति परम्पराहरूलाई यसरी मनाउन पाउँदा धेरै खुसी लाग्छ। र मैले विभिन्न देशहरूमा प्रवचन टिचिङ गर्दै जाँदाखेरि जब रोमानियामा आइपुग्यौँ तब यसरी हाम्रो नेपाली दिदी दाजुभाइहरू सबैले भेटघाट गर्न पाउँदा धेरै खुसी लागेको छ।
रमाइलो भयो अझ रमाइलो गर्नुपर्छ है त यसरी नै रमाइला अनि मनोरञ्जन लिँदै थिएँ। यस बावजुद पनि मेरा मोबाइलले साथ दिएन। सो त्यसैले पनि मैले यसपछिका केही भिडियो क्लिप्सहरू मैले रेकर्ड गर्न सकिनँ। त्यसको लागि धेरै धेरै क्षमा चाहन्छु र म आगामी दिनमा योभन्दा पनि अलि राम्रो भिडियो क्वालिटी र राम्रा त्यही भिडियो एडिट गरेर म तपाईँहरू समक्ष पस्काउन चाहन्छु। सो त्यसैले तपाईँहरू यो चाहिँ अब पछाडिको भागमा चाहिँ सानो क्लिप्सहरू हेरेर इन्जोय गर्नुहोला र हामी है अब नेक्स्ट वर्ष यसरी नै रमाइलो अनि आफ्ना नेपाली नेपाली साथीभाइहरूसँग यसरी नै रमाइलो गर्नुपर्छ हामी परदेशमा भन्दै आजको लागि मेरो यो भिडियो यतिसम्म मात्रै पस्किन्न सके। यसको लागि मलाई हृदयदेखि नै क्षमा चाहन्छु। सो त्यसैले तपाईँहरू यो मेरो यो भिडियो क्लिप अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै मैले यी क्लिप्सहरू यसरी छाडिदिएँ।
तपाईँहरूको माया सपोर्टले नै म यसरी हर दिन हर क्षण भिडियोहरू पस्काउने प्रयास गर्नेछु।